दाङको तुलसीपुर 7 झुमरे स्थित हाम्रो पहुँच सेकेन्डरी स्कुलमा अध्ययनरत कक्षा 11 का विद्यार्थीलाई आइतबार स्वागत तथा अभिमुखीकरण गरिएको छ। कार्यक्रम घोराई स्थित भिङ्ग्रेली भिलेजमा आयोजना गरिएको हो। कक्षा 12 का विद्यार्थी जितेश चौधरीको अध्यक्षता तथा प्याप्सन दाङका अध्यक्ष निर्मल नेउपानेको प्रमुख आतिथ्यता एवं हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो। कार्यक्रमका प्रमुख अतिथि नेउपानेले दक्ष जनशक्ति उत्पादनमा हाम्रो पहुँच सेकेन्डरी स्कुलले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो। उहाँले विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय र राज्यको संयुक्त प्रयासबाट मात्रै गुणस्तरीय शैक्षिक उपलब्धि हासिल गर्न सकिने उल्लेख गर्दै शैक्षिक गन्तव्यका रूपमा हाम्रो पहुँच छनौट गर्नु विद्यार्थीको सही निर्णय भएको बताउनुभयो। भनिन्छ नि, संसारमा सफल बन्नको लागि अरू केही गर्नु पर्दैन, अरूभन्दा फरक ढङ्गले काम गर्नुपर्छ। पक्कै पनि हो, हाम्रो पहुँचले अरूभन्दा फरक ढङ्गले काम गरेको छ। त्यसैले त हाम्रो पहुँच आज शिक्षाको क्षेत्रमा मात्र होइन, सहकारीमा उत्कृष्ट भएको छ। रेडियो सञ्चालन गरेर, पेट्रोल पम्प सञ्चालन गरेर दाङकै नेपालकै उत्कृष्ट एउटा संस्थाको रूपमा आफ्नो नाम दर्जा गराउन सफल भएको छ। हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले सहकारी क्षेत्रमा दक्ष जनशक्तिको माग बढ्दै गएको उल्लेख गर्दै विद्यालयमा सहकारी विषय अध्यापन गराउने योजना रहेको बताउनुभयो। जुन दिन तपाईँ हाम्रो विद्यालयमा आउनुहुन्छ, तपाईँको जीवनसँगको उत्तरदायित्व, तपाईँ जुन समाजमा बसिराख्नु भएको छ त्यो समाजसँगको उत्तरदायित्व हामीले निर्वाह गर्नुपर्छ र त्यो उत्तरदायित्व हामी बोकेका हुन्छौँ। त्यो उत्तरदायित्व हामीभित्र छ। त्यसकारणले समाजलाई चाहिने दक्ष जनशक्ति हामीलाई चाहिएको छ। यो देशको लागि उद्यम गर्ने जनशक्ति हामीलाई चाहिएको छ। जबसम्म यो देशमा उद्यमशीलताको विकास हुँदैन, जबसम्म यो देशमा केही गर्नुपर्छ समाज रूपान्तरणको लागि, राष्ट्र निर्माण गर्नको लागि भन्ने भावनाको विकास हुँदैन, तबसम्म देश कहिल्यै बन्दैन। नारामा देश बन्दैन, भाषणमा देश बन्दैन, कर्ममा देश बन्छ। त्यसकारणले हामीले हाम्रो विद्यालयको मार्फतबाट यो दक्ष जनशक्ति निर्माण गर्ने, कर्ममा विश्वास गर्ने जनशक्ति निर्माण गर्ने, उद्यमशीलताको जागरण ल्याउने जनशक्ति निर्माण गर्ने अभियानका साथ हामीले आफ्ना काम क्रियाकलापहरू सञ्चालन गरिराखेका छौँ। संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन विद्यालयको प्रमुख लक्ष्य रहेको बताउँदै व्यवस्थापन क्षेत्रका अवसर र सम्भावना बारे जानकारी दिनुभयो। तपाईहरुले 11-12 पढ्दै हुनुहुन्छ, ब्याचलर पढ्नुहुन्छ, त्यसपछि तपाईहरु आफू भित्रको क्षमता के छ र आफूको रुचिको विषय के हो त्यो हेरेर तपाईहरुले आफूलाई बजारमा, प्रतिस्पर्धी बजारमा आफूलाई सफल बनाउन सक्नुहुनेछ। पहिलो व्यवस्थापन विषयको क्षेत्र हो लेखा, एकाउन्ट। यसमा अझ तपाईहरु म्याथमेटिकल, तपाईहरुको अलिकति रुचि छ, हिसाबमा रुचि छ, रिजनिङ पावर बढी छ भनेपछि तपाईहरु सीए सम्म पढ्न सक्नुहुन्छ। विद्यालयका प्रधानाध्यापक शिव पुनले विद्यार्थीको रुचि र आवश्यकता अनुसार गुणस्तरीय अध्यापनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गरिएको बताउनुभयो। उहाँले विद्यार्थीलाई मेहनती, अनुशासित र जिम्मेवार बन्न आग्रह गर्नुभयो। अंग्रेजी शिक्षक चमन धितालले विद्यार्थीलाई सजिलो बाटोमा भन्दा चुनौतीपूर्ण बाटोमा सफलता मिल्ने बताउनुभयो। कार्यक्रममा संस्थाका उपाध्यक्ष कृष्ण पोखरेल, लेखा सुपरिवेक्षण समितिका संयोजक शरद शर्मा, शिक्षक अर्जुन बस्नेत, लक्ष्मी घिमिरे, कमल पन्थी तथा कक्षा 11 का विद्यार्थी दामोदर आचार्यले हाम्रो पहुँच सेकेन्डरी स्कुल उत्कृष्ट शैक्षिक गन्तव्य भएको धारणा व्यक्त गर्नुभयो। कक्षा 12 का विद्यार्थी अनिता परियारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण मानसी भण्डारी र सुस्मिता चौधरीले गर्नुभएको हो।